सो हेलो साथीहरू, आज चाहिँ म मेरो गाडीको टायर फेर्न जान लागेको। मेरो चाहिँ गाडीमा नर्मल स्टक टायर जुन चाहिँ रोड हाइवेको लागि अलिक सजिलो हुने खालको टायर छ। अहिले चाहिँ म मेरो ट्रकको लागि अल टेरेन टायर हाल्न लागेको। सो टायर चाहिँ मैले हिजो किनेर लिएर आइसकेँ, आज चाहिँ जस्ट फेर्न जान लागेको। र यहाँ यो दुईजनाको भिडन्त परिरह। बम्बु चाहिँ अलिक क्यामेरा साइज छ। साथीहरू, अब म चाहिँ गाडीमा टायर लोड अनलोड गरेको एउटा टाइम ल्याप्स बनाउँछु, त्यसपछि हामी फेरि भेटौँला। ल मैले सामान चाहिँ सबै हालेँ, टायरहरू गाडीमा यस्तै राखेको छु। अहिलेको स्टक टायर चाहिँ यस्तो छ। स्टक टायर हो, स्टक टायरमा चाहिँ यस्तो देखिन्छ। लेट्स सी अब यो टायर हालेपछि कस्तो देखिन्छ। अलिकति हाइट र विथ चाहिँ बढ्छ। आई डोन्ट नो रबिङहरू गर्नुपर्छ कि पर्दैन भनेर। इफ रबिङ गर्नु पऱ्यो भने चाहिँ म यो टायर हाल्दिनँ, बिकज मेरो यो टायर फेरि मार्केट प्लेसमा बेचिदिन्छु अनि आई गेट द पर्फेक्ट साइज वान। ल यहाँबाट चाहिँ लेट्स सी कति टाइम लाग्दो रहेछ टायर चेन्ज गर्ने पसलसम्म पुग्न। चिप टायर भन्ने हो। 25 मिनट्स देखाइरह। नो ट्राफिक। पुग्दा अँध्यारो हुन्छ होला। अलिक मजाले चाहिँ डिफ्रेन्स चाहिँ भोलि बिहान देखिन्छ होला, बिकज अहिले बेलुका त अँध्यारो भइसक्छ। प्लस कार वास पनि जानु छ। लेट्स गो। ल हामी चाहिँ हाइवेमा छौँ अहिले। 3 माइलपछि एक्जिट छ हाम्रो। 9 मिनट। अँध्यारो हुन थालिसक्यो। जाडो महिनामा चाहिँ धेरै चाँडो अँध्यारो हुन्छ। इन्फर्मेटिभ ब्लगर हो क्या म। हो साथीहरू, हामी चाहिँ आइपुग्न लाग्यो। आइपुग्न 1 मिनट बाँकी छ। अब अँध्यारो भइसक्यो, झमक्क साँझ परिसक्यो है। ग्रिन लाइट भयो, हिँड नै। हर्न खान्छौ कि क्या हो तिमीले त? रेड लाइट भयो, यो गाडी आयो, त्यस्तो दोस्त मेरो 1% मा रहेछ। मैले फोन राखेँ सट्ट लाएर। झमक्कै साँझ पर्यो। त्यस्तो दामी पारामा चाहिँ देखिँदैन होला अब आज टायर फेरेर पनि। भोलि बिहान एक लट देखिन्छ दामी पारामा। कति बेर लाग्ने हो यहाँ टायर फेरेर एक लट कार वास गर चिटिक्क गाडी बनाउनु पर्ने छ। यतै नै हो। ल हामी चाहिँ आइपुग्यो। अब यसले उता पार्क गर भनेको छ। ठ्याक्कै गाडी पार्क गर्न लागेको त। यहाँ हल्का प्रब्लम भयो। यो मेरो अहिलेको स्टक चाहिँ 265 अनि 65 हो। अनि मैले लिएको टायर चाहिँ 70 हो। सो पहिला अगाडि हालेर ट्राई गर्छौँ। अनि अगाडि हाल्दाखेरि
घुमाउँदाखेरि यतातिर नछुनी भयो भने चाहिँ चेन्ज गर्छौँ, नभए आई थिङ्क चेन्ज चाहिँ गर्न मिल्दैन होला, अलिकति ठुलो भइरहेको छ। यताको फर्स्टमा ट्राई गर्न लाग्यो, सो लेट्स सी के हुन्छ। This is the all-terrain tire. And that's the stock one. प्रब्लम चाहिँ यो टायर हल्का ठुलो साइज भएको भएर छुन्छ कि भन्ने हो, बट आई सी सम ग्याप होइन, यतिको ग्याप छ। Can you turn this side? Yeah, come. This price is really good price. Yeah. चेन्ज भयो, अब अहिले चाहिँ यस्तो देखिरहेको छ, लुक्स वे बेटर, तर लेट्स सी, आम जस्ट वरिड अबाउट दिस ग्याप। यो चाहिँ अलिक क्या हुनसक्छ, ट्राई गरी हेरौँ। लुकिङ गुड, साउन्ड चाहिँ एकदम डिफ्रेन्ट आइरहेको छ युजली मेरो गाडीको भन्दा, तर मलाई आई गेस यो टायरकै कारणले गर्दा जस्तो लागिरहेको। गाडी नै ब्यालेन्स फिल नभएको जस्तो चाहिँ पाएन, तर हल्का पहिलाकोमा हाकिरहेको बानी भन्दा डिफ्रेन्ट ला भएर पनि होला, हल्का डिफ्रेन्ट फिल भएको। लेट्स सी लेन ट्र्याकिङ नि राम्रै भइरहेको। ठिकै छ साथीहरू, यसै गरी म कारवास आइपुगेँ। ओके दोस्ती, यो कारवासमा चाहिँ मेरो मेम्बरसिप छ, सो म चाहिँ यो लाइनमा जाँदा हुन्छ। अहिलेसम्म चाहिँ हल्का टायरबाट नोइज आएको हो कि भन्ने त्यो भइरहेको छ, हल्का अलिकति डिफ्रेन्ट चाहिँ फिल भइरहेको छ, तर त्यो बानी नभएर पनि होला। लेट्स सी, माइलेज पनि यस्तै दिइरहेको जस्तो त लाग्यो, तर लेट्स सी के कतिको हुन्छ। मेरो बेडमा त केही पनि छैन, सो त्यही भएर अहिले हात दिनु पर्दैन। अब यहाँ कार वास चाहिँ यस्तो हुन्छ, चक्क लाएर त्यहाँ मेम्बरसिप भएर मलाई त्यहाँ आफै खोलिदियो। अब यहाँ यसरी हाल्ने, यसले हल्का गाइड गर्छ टायर कता छिराउने भनेर, सिधा यता जा भनेर गयो सिधा सिधा सिधा। गाडी चाहिँ न्युट्रलमा राख्नुपर्छ, न्युट्रलमा राखिदिने। न्युट्रलमा राखिदिने, यस्तो हुन्छ कार वास, आफै धकालिदिन्छ।
एकछिन यहाँ हल्का गाडी सफा गर्नुपर्ने छ त्यसपछि सट्ट लाएर एकचोटि यहाँ टायर पनि उज्यालोमा राखेर हेर्नु पर्यो अनि एकपल्ट तेल हालेर कतिखेर लानुपर्छ So अहिले चाहिँ कार वास हुँदैछ भ्याकुम दिएको हुन्छ यो भ्याकुममा यसरी तान्ने फोहोरहरू अगाडि अलमोस्ट गाडी चाहिँ यस्तो देखिरहेको छ लुक्स गुड टायर नि अहिलेसम्म त त्यस्तो केही छैन जस्तै नोइसी हो त्यो पनि 2-3 दिन हागे बस्दा हुन्छ ल अब एक फ्युल स्टप अनि त भयो अब चाहिँ तेल पनि हालियो अब गाडी एक लट टायर प्रेसर मिलाएर 3-4 दिन हाँकौँ त्यसपछिको रिजल्ट के हुन्छ हजुरहरूको सामने अवश्य पनि लिएर आउनेछु म फेरि आजलाई यति भन्दै टाटा बाई बाई भोक पनि लाग्यो अब म खाजासाजा खान जान पनि सक्छु म खाजासाजा खायो भने साथीहरू भेट्यो भने अवश्य हजुरहरूको सामु प्रस्तुत गर्नेछु भएन भने चाहिँ आजलाई यति नै हजुर धन्यवाद है त ल ओके